साथीहरु आज चाहिँ म फेरि नयाँ रेसिपी लिएर आएको छु। आज चाहिँ म बिटरुट र पालकको र्याम्बो पुरी बनाउँदै छु है त। अन्त साथीहरु हजुरहरुलाई थाहा होला पालक र बिटरुट हेल्थको लागि चाहिँ कति धेरै फाइदा र राम्रो हुन्छ भनेर। अब चाहिँ म मिक्सरमा हालेर यो पालक बिटरुटको रस निकालेर आटामा हालेर मिक्स गर्छु। साथीहरु यसरी चाहिँ बिटरुटलाई कट गरेर अन्त पालकलाई यसरी मिक्सरमा हालेर चाहिँ मैले यसको रस निकालेको छु। अब यो रसलाई चाहिँ यसै आटामा मिक्स गर्ने। यो बिटरुटको रस, यो पालकको, अन्त यो बेसारको हो, बेसार मिक्स। अब आटामा मिक्स गर्छु। यसलाई म चाहिँ पालकको रसलाई चाहिँ पहिला मिक्स गरेर यसरी मुस्छु, अन्त बिटरुटलाई पनि यसरी मिक्स गर्छु, मुस्छु। अब फेरि बेसारको पालो, यसलाई पनि यसरी मिक्स गर्ने अनि मुस्छु। अनि फेरि पानी हालेर फेरि आटामा यसरी मिक्स गर्छु साथीहरु। अब डो रेडी भइसकेको छ आटाको। अब यसलाई चाहिँ बेल्छु एउटा एउटा गरेर यसरी। पहिला पालकको बेल्दैछु साथीहरु, हेर्नुस् त ग्रीनमा कस्तो राम्रो देखिरहेको छ साथीहरु। अब चाहिँ बिटरुटको पालो, यो कस्तो राम्रो पिङ्क कलर आएको छ। यसलाई पनि हेर्नुस् त कस्तो सफ्ट छ, यो नरम कस्तो मजाको छ। अब चाहिँ पालो बेसारको, बेसार मिक्स भएको, हेर्नुस् कस्तो राम्रो भएको छ। अब आटाको हेर्नुस् एउटा एउटा बेलेर चाहिँ अब रेडी भइसकेको छ साथीहरु। एकदमै राम्रो छ साथीहरु। र्याम्बो पुरी चाहिँ कलरफुल हुन्छ नि त, त्यसैले हेर्नुस् मैले चाहिँ पालक बिटरुट अन्त बेसार मिक्स भएको चाहिँ मिक्स गरेर चाहिँ यसरी बनाएको छु। अब चाहिँ म यसलाई फेरि यसको माथि राखेर चाहिँ बेलनाले बेल्छु। हेर्नुस् है त साथीहरु। अब चाहिँ म चाहिँ यसलाई चाहिँ हैन यसरी पहिला व्हाइट राख्छु, अनि ग्रीन, अन्त येल्लो, अन्त पिङ्क राख्छु, अन्त यसलाई हल्का बेल्दिन्छु। अन्त यसलाई रोल गर्नुपर्छ है त साथीहरु फेरि। अन्त यसरी रोल गरिसकेपछि चाहिँ कट गरिदिनुपर्छ, कट गरिदिन्छु। हेर्नुस् त साथीहरु, कट गरिसकेपछि चाहिँ यस्तो राम्रो देखेको छ। हेर्नुस् कलरको एकदमै राम्रो। अब फेरि यसलाई चाहिँ म यसरी बेल्छु है त। हेर्नुस् साथीहरु कस्तो राम्रो देखिएको छ, एकदमै राम्रो साथीहरु। रेडी भइसकेको छ। अब चाहिँ म तेलमा यसरी तातिसकेको छ। अब छैया पार्छु है त साथीहरु पुरी। हेर्नुस् त र्याम्बो पुरी कस्तो राम्रो देखिएको, एकदमै राम्रो फुल्लिरहेको छ साथीहरु। कस्तो मजाले फुल्यो पुरी। आउनुस् है त साथीहरु, हजुरहरु पनि र्याम्बो पुरी खानलाई। साथीहरु हामीले चाहिँ नि जे कुरा पनि सिक्यौं भने चाहिँ आउने रहेछ, तर ट्राई चाहिँ गर्नु पर्यो है त। हामीले बच्चैदेखि सिकेर त आएको हुँदैनौं नि त साथीहरु। यसरी नै सिक्दै सिक्दै जाने हो। हेर्नुस् त अब चाहिँ म चाहिँ हैन साथीहरु यसरी काटेको प्याज, काटेको खुर्सानी, काटेको धनिया चाहिँ म यसरी राख्दिन्छु, अन्त कागती पनि राख्दिन्छु। हेर्नुस् साथीहरु यस्तो मिठो बास्ना आइरहेको छ। अन्त साथीहरु हेर्नुस् त पुरी यस्तो सफ्ट, यस्तो नरम छ, यस्तो दामी छ कि। अन्त साथीहरु हेर्नु पुरी यस्तो सफ्ट छ कि, यस्तो नरम छ। हेर्नुस् म चाहिँ अब खानको लागि चाहिँ रेडी गर्दैछु है त। हजुरहरु पनि ट्राई गर्नु होला, र्याम्बो पुरी बनाएर खानु होला है त। एकदमै मिठो हुन्छ। यो चाहिँ मैले फर्स्ट टाइम ट्राई गरेको हो, तर भयो पनि एकदमै राम्रो भएको छ। हेर्नुस् साथीहरु ट्राई गरेपछि चाहिँ हुँदो रहेछ नि त जे कुरा पनि साथीहरु, हैन त। हेर्नुस् अब चाहिँ हामी चाहिँ खाँदैछौँ है त साथीहरु। अब म पनि खाएँ है त, खाएँ ल।